कोही याङ्गो हाँग्ने मान्छे के साह्रो निमुर्खेको है। मैले लाइभ लोकेसन पठाउनु भएको थियो कि मलाई ब्राइडले 30 गते ब्राइडल गर्न जाँदाखेरि हो। उहाँले चाहिँ मलाई सुरुमै ब्राइडल मेकअप बुकिङ गर्नुभएको थियो। अनि त्यसपछि मेरो चाहिँ एकदम धेरै ब्राइडल बुकिङहरू, त्यसपछि मेरो गेस्ट मेकअपहरू आयो। उहाँ चाहिँ मेरो लागि एकदम धेरै लक्की हुनुभयो। फर्स्ट बुकिङ नै भएको थिएँ होइन। अनि म गएँ, मैले एङ्गो बुक गरेँ, मलाई लाइभ लोकेसन पठाउनु भएको थियो। अनि लाइभ लोकेसनमा थियो चाहिँ त्यो लोकेसन आउँछ नि त एङ्गोमा, सिधै त्यसरी हालेर गएको है। अनि मैले हेरिरहेको छु कि त्यस्तै 2 मिनट्स हो कि 3 मिनट्स देखाइरहेको थिएँ कि। अनि उहाँले चाहिँ मलाई बिच बाटोमा लगेर मलाई चाहिँ जानुपर्ने सल्लाहगारीबाट भित्र। उहाँले चाहिँ मलाई यो देख्नुभएको छ, यो सूर्य विनायकको चोकबाट सायद भित्र लानुभएको छ कि यो कहाँबाट चाहिँ भित्र लानुभएको छ, तर मलाई यताबाट चाहिँ होइन कि उता सल्लाहगारीको साइडबाट चाहिँ जानुपर्ने थियो। अनि मलाई लगेर छोडिदिनु भयो कि। अनि मैले ब्राइडलाई कल गरेँ, उहाँले नाम भएन। उहाँ चाहिँ मेरो आजको प्रिटी ब्राइड होइन। सो उहाँको मेकअप गर्न जाँदैछु म। उहाँलाई चाहिँ मैले आफ्नो सक्ने र 100% दिएर यत्तिको राम्ररी बनाएँ। मलाई चाहिँ हेयरहरू केही पनि आउँदैन, मैले हेयर सिकेको पनि होइन। र मैले हेयर चाहिँ आफूले जस्तो सक्ने त्यस्तो गर्दैछु। मैले आफ्नो दिने 100% दिँदैछु। सो तपाईँहरूलाई पनि आफ्नो बिग डेमा अझै स्पेसल बनाउनु मन छ भने मलाई बुक गर्नु होला। मेरो कामहरू कस्तो लाग्दैछ, मेरो भ्लगहरू हेर्नुहुन्छ हुँदैन, मलाई कमेन्ट पनि गर्नु होला। मेरो ब्राइडल मेकअप प्लस मेरो गेस्ट मेकअपहरू थियो। मैले सबै काम चाहिँ उहाँले भन्नुभएको टाइममै सकाएँ। अनि सबैजनाले भिडियो खिच्न दिनुभयो, मलाई यति खुसी लाग्यो होइन। सबैजना यति धेरै बुझ्ने हुनुहुन्थ्यो, मलाई आफ्नै घरमै छु जस्तै फिल भइरहेको थियो कि। यस्तो बुझ्ने हुँदा चाहिँ अर्कै राम्रो फिल हुन्छ होइन। काम गर्न पनि राम्रो हुन्छ, काम गर्न पनि रमाइलो लाग्छ। सो सबैजनाको मैले मेकअपहरू सकाएँ। कतिजनाले चाहिँ आफै गर्नुभएको हुन्, कतिजनाले चाहिँ मैले गरिदिएको छु। अनि त्यसपछि मैले आज सबैजनाको मेकअप सकाएँ। त्यसपछि कफी खाएँ। अनि म चाहिँ उहाँहरूसँगै उहाँहरूकै गाडीमा निस्केँ होइन। किनकि मेरो 31 गतेको पनि ब्राइडल मेकअप थियो, 31 गतेको मेकअप गर्न पनि जानु थियो। अनि मेरो चाहिँ एउटा कस्तो बानी कस्तो बिग्रिरहेछ भने मैले चाहिँ होम सर्भिस जाँदाखेरि केही न केही सामान हराउँछु कि। आज 31 गते ब्राइडल मेकअप गर्न जाँदाखेरि मेरो ल्यासेस ग्लु नै थिएन कि। अनि मलाई कस्तो चित्त दुख्छ, के हराउँछ, आई स्याडो फुट्छ, यस्तो भइरहेछ। मेरो ब्राइडल चार्जेसहरू एकदम धेरै कम छ कि, एकदम धेरै। अनि गेस्ट मेकअप चार्ज नि एकदम धेरै कम छ। अनि मलाई 31 गतेको ब्राइडले चाहिँ उहाँको भाइलाई नै लिन पठाइदिनु भयो होइन। किनकि बिहान एङ्गोहरू पाउँदैन, इनड्राइभ पाउँदैन, सो गाह्रो हुन्छ भनेर। अनि आजको मेरो प्रिटी ब्राइडलाई मैले रेडी गरेँ। सो आजलाई यति नै, थ्याङ्क यू, बाई बाई।